ल हेर्नुहोस् तपाईँको घरमा कम्फर्ट छ भने खानेपानीको बिल आएको है, नत्र टङ्कीको पानी भरो, टङ्कीमा भ्याइने उत्तिखेर भ्याइने सेफ्टी ट्याङ्की भरिने भनेको समस्या यो हो। कम्फर्ट छ भने यसमा के हुन्छ, यो हेर्नु, यसमा यहाँबाट पानी गइराखेको छ, बिस्तारै पानी गयो, अब यो पानी सिधै टङ्कीमा जान्छ। के समस्या भयो भने यो टङ्कीको यो तपाईँको यो चाहिँ चुनाले गर्दा जाम भयो, यो उठे पनि पानी बन्द भएन, त्यसले गर्दाखेरि चाहिँ यस्तो हुन्छ। अब यसलाई चाहिँ के गर्नु पर्यो भने पहिला सुरुमा यसलाई सफा गर्नु पर्यो। यसलाई सफा गर्न पानी थोरै आयो भने तलपट्टिको फिल्टर हुन्छ, त्यो फिल्टर सफा गर्नुपर्छ, नत्र चाहिँ यो वासरमा आएर चुना बसेर हो। यसलाई चाहिँ अब यहीँबाट नि बनाउन मिल्छ। यो यसरी खोल्ने, यो ढक्कन यो खोलेपछि यो पिन हुन्छ एउटा, यो पिनलाई चाहिँ पहिला बाहिर निकाल्नुपर्छ। पिन बाहिर निकाल्ने, यसरी पानी आउँछ, यहाँबाट एङ्गलको बन्द गर्नु पर्यो पहिला। अनि त्यसपछि यो ढक्कनले यसैले खुल्छ, यो पनि यसले यसलाई हल्का घुमाइदिँदा पनि घुम्छ। यो उठाउने, यो खोलेर यो सफा गर्नु पर्यो। त्यसपछि यहाँभित्र पनि वासर हुन्छ, यसको भित्रको वासर सफा गर्नलाई चाहिँ यो तलको लकलाई हुक्स गरेर हल्का पुस गरिदिने भने यो माथि सफा हुन्छ। यो वासर सफा गर्नु पर्यो तपाईँहरूले, यो वासर सफा गर्नु पर्यो। यसलाई सफा गर्ने यसरी निकालेर सफा गरे नि हुन्छ, नत्र बाहिरबाट सफा गरे नि हुन्छ। यो सफा गर्ने पहिला वासर राम्रोसँग सफा गरिसकेपछि यसलाई जस्तो थियो यो पाल अब फिट गर्ने हुँदाखेरि चाहिँ यो पाल चाहिँ यो पाइपको सिधा पर्नुपर्छ। अब यसलाई पहिला माथि उठाउनु पर्यो, अनि त्यसपछि यो पाललाई मिलाउनु पर्छ, नत्र पानी आउन्न। यो पाललाई यसको सिधा मिलाएर यसलाई बस यसरी पुस गरिदिने, यो यसरी लक भइहाल्छ आफै। यो गर्ने, त्यसपछि यसलाई पनि सफा गर्नु पर्यो, यो पनि सफा गर्ने। र यसलाई चाहिँ यसको ठ्याक्क अपोजिट साइडमा यो राख्नुपर्छ। यसलाई यसरी पुस गरेर हल्का घुमाइदिए हुन्छ। यसलाई यसलाई लक गर्नु पर्यो, लक भयो। अब यसलाई हल्का घुमाइदिने, यो यस्तो गरेर यो गर्ने भने लक हुन्छ। यो एक्लै बनाउँदाखेरि नमिल्छ, काठले गर्दा सही हुन्छ। यसरी लक भयो। अब यसलाई चाहिँ जस्तो थियो त्यस्तै लगाइदिने, यो भाग यस्तो पारेर यो यसमा लगाइदिने र यसलाई लगाएर यहाँ यो पिन निकालेको पिनलाई चाहिँ यसमा लगाइदिने। यस्तो गरेर यो पिनले अड्काइदिने। पानी खोल्ने भने अब भनौँ, अब हेर्ने पानी आउन बन्द भयो। अब यो तल भयो भने बल्ल पानी आउँछ। यो भनौँ, त्यसपछि चाहिँ यो लक लगाइदिने भइहाल्यो। त्यसपछि पानी भरिन्छ। पानी भर्न चाहिँ अब कम्पनी स्टिलबाट नि हाल्न मिल्छ। यो पाइपबाट पानी बन्द आउनुपर्छ। पाइपबाट पानी आउन बन्द भयो। बन्द भयो भनेपछि यो भनौँ अब त्यसपछि यसलाई चाहिँ यो ढक्कन लगाइदिने। द्याट्स इट, फिनिस।